3000 कोलम्ब मनोवैज्ञानिक बिन्दु छुनै लागेको नेप्से बजार एकाएक ओह्रालो लागेर 2600 कोलम्ब लाइनमा झरेको छ। कतै तपाईँ पनि आफ्नो पोर्टफोलियो दिनदिनै रातो भएको हेरेर तनावमा त हुनुहुन्न? चुनाव र नयाँ सरकार गठनपछि एकाएक हौसिएको शेयर बजार आखिर अहिले किन यसरी लगातार क्र्यास भइरहेको छ? कतै बजार अझै तल जाने त होइन? नमस्कार, आइपिओ बजार नेपालमा यहाँहरूलाई स्वागत छ। आज हामी कुनै बजारीय हल्लाको भरमा होइन, नेप्से घट्नुका 4वटा मुख्य र भित्री कारणहरूको गहिरो विश्लेषण गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि यसले तपाईँलाई आगामी रणनीति बनाउन ठूलो मद्दत गर्नेछ। बजार घट्नुको पहिलो र सबैभन्दा ठूलो कारण हो पुँजी बजारमा व्याप्त डर र अनुसन्धानको वातावरण। पछिल्लो समय सम्पत्ति शुद्धिकरण, भन्सार छली र शेयर बजारका केही ठूला खेलाडी तथा व्यावसायिक घरानाहरूमाथि राज्यका निकायहरूबाट कडा छानबिन र अनुसन्धान सुरु भएको छ। यसले गर्दा बजारका बिग फिश अर्थात् ठूला लगानीकर्ता र केही ब्रोकरहरू अहिले पर्ख र हेरको मुडमा छन्। उनीहरू बजारमा ठूलो रकम भित्र्याउन डराइरहेका छन्, जसका कारण बजारमा बलियो बाइङ प्रेसर आउन सकेको छैन। यसको दोस्रो कारण प्राविधिक करेक्सन र प्रफिट बुकिङ हो। नयाँ राजनीतिक समीकरण बनेपछि बजार एकाएक 300 भन्दा बढी अङ्कले बढेको थियो। प्राविधिक विश्लेषण अनुसार बजार सधैँ रकेट झैँ सिधा माथि मात्र जान सक्दैन। 3000 कोलम बलियो रेजिस्टेन्स नजिक पुगेपछि तल्लो बिन्दुमा सस्तोमा शेयर किनेका लगानीकर्ताहरूले धमाधम आफ्नो नाफा सुरक्षित गर्न शेयर बेचे, जसले गर्दा बजारमा स्वाभाविक गिरावट देखियो। तेस्रो कारण भने शेयरको अत्याधिक आपूर्ति अर्थात् हाई सप्लाई हो। पछिल्लो समय बजारमा नयाँ आइपिओ, हकप्रद र धेरै हाइड्रो पावर कम्पनीहरूको प्रवर्धक शेयर यति धेरै थपिएको छ कि बजारमा शेयरको बाढी नै आएको छ। तर त्यो शेयर किन्नका लागि बजारमा नयाँ र ठूलो फ्रेश क्यापिटल भित्रिएको छैन। माग कम र आपूर्ति धेरै हुँदा मूल्य घट्नु अर्थशास्त्रको सामान्य नियम नै हो। यसका साथै धितोपत्र बोर्ड SEBON मा स्थायी नेतृत्वको अन्योल। त्यसो भए अबको बजार कता जाला त? हाम्रो फाइनल विश्लेषण यो भन्छ कि अहिलेको गिरावट अर्थतन्त्र पुरै कोल्याप्स भएर वा खराब भएर होइन। यो केवल बजारको एउटा प्राविधिक चक्र र नीतिगत त्रासको अस्थायी परिणाम हो। इतिहास साक्षी छ, जब बजारमा चरम निराशा र डर छाउँछ, चलाख र दीर्घकालीन लगानीकर्ताका लागि त्यही नै बलिया कम्पनीहरूको शेयर सस्तोमा उठाउने सबैभन्दा ठूलो अवसर बन्ने गर्छ। आगामी दिनमा ब्रोकरहरूले मार्जिन लेन्डिङ सुविधा ल्याएपछि सुधार आउने सम्भावना छ। तपाईलाई के लाग्छ? नेप्से अब कति बिन्दुसम्म झर्ला? तल कमेन्ट गर्नुहोस्। भिडियो मन परेमा लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। ह्यापी इन्भेस्टिङ।